हेलो नमस्ते। अहिले चाहिँ करिब करिब झन्डै दिउँसोको 1:30 भनौँ न, त्यस्तै 1:30 भएको छ। तर आज हामी चाहिँ ताप्लेजुङ सदरमुकामदेखि घुम्न अलिकति बाहिर निस्केको। मौसमले अलिकति साथ दिएको छैन, तर पनि हामी अलिकति मौसमसँग लड्दैछौँ है। हाम्रो साथमा दाइहरू हुनुहुन्छ। दाइ के छ? एकदम बढिया। हामी दाजुभाइ है घुम्न निस्केको। आज चाहिँ कहाँ जाने रे? त्यो ठुलो ढुङ्गा छ जुन फुङलिङ नगरपालिकामै पर्छ है। हामी जाँदैछौँ होइन, घुम्नु जाने है। ओके, सँगै जाँदैछौँ। अब के हुन्छ कस्तो हुन्छ हामी बाटोमा छौँ है। यतिखेर चाहिँ हामी बाटोमा जाँदैछौँ। पछाडि पनि 2-4जना हुनुहुन्छ, अगाडि पनि 2-3जना हुनुहुन्छ। र अब के कस्तो हुन्छ हेर्दै जाउँ। अब मौसमले नै अलिक साथ दिएको छैन। अलिकति के भन्नु, घाम लागिदिएको भए अलिक राम्रो हुन्थ्यो, तर घामसाम पनि छैन होइन। अलिक हामी चाहिँ के भन्छ तनाव टेन्सन। फोटो राम्रो निस्किँदैन नि त होइन। के लाग्छ भन्नु त? फोटो निस्किन्छ त? यस्तो मौसम धुम्मिरहेको छ, फोटो कन्फर्म निस्किँदैन। फोटो निस्किन्छ त दाइ? निस्किँदैन नि त। त्यसैले अब नेक्स्ट अब एकछिन हामी कहाँसम्म जान्छौँ, त्यहाँसम्म साथ दिँदै जानु होला। ओके है हामी चाहिँ फाइनली त्यही जुन चाहिँ अघि भनेको थिएँ मैले घुम्ने ठाउँ भनेर, त्यहाँ चाहिँ हामी त्यो ठुलो ढुङ्गामा आइपुगिसकेको छौँ। जस्तै देख्नुहुन्छ मेरो ब्याकग्राउन्डमा छ। हामीभन्दा नि म एक्लै नै छु। साथीहरू चाहिँ अघि गइसकेको छ। र के कस्तो हुन्छ यहाँ पछाडि देखिरहेको यहाँ भित्र चढेर माथि जानेछु है गाइज। कस्तो छ अब हेर्दै जाउँ ल। साथीहरू गइसकेको छ। म फाइनली पुग्नु लागि मलाई यो उकालो सबैभन्दा गाह्रो भइरहेको छ यतिखेर चाहिँ। तर मौसमले साथ दिएर ठिकै छ, हामी आइपुगिसकेको छौँ। देख्न सक्नुहुन्छ एकदम मौसमले साथ नदिएको कारणले चाहिँ यस्तो छ है त गाइज। ढुङ्गा चाहिँ बबाल रहेछ, बबाल नै छ। मौसम नराम्रो भए पनि अब खुसी नै छु, किनकि घुम्न आएको खुसी हुनुपर्छ होइन। अनि सो यहाँ अगाडि दाइहरू छ, अब कुरा गर्नुपर्छ है। प्रगति गरेको डा लाग्छ एकदम प्रगति नै नगरोस् आफै जाओस् म भन्दा मुनि। अनि म माथि चढेपछि चाहिँ केही सहयोग गर्न सक्छु भने गर्छु। सहयोग चाहिँ गर्ने कि नगर्ने? तर म पहिला चढ्नु पर्यो नि। सहयोग चाहिँ गर्ने होइन, गर्ने नै भन्ने के छ? अरू चाहिँ उकालो गएको नराम्रो, भविष्यमा केही नगरोस्, तलै बसोस्। म जस्तै छु, त्यस्तै होस्। त्यस्तै हो।